जय मसीह यहाँहरू सबैलाई प्रभु यीशु ख्रीष्टको नाउँमा कस्तो हुनुहुन्छ र हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँ म मिलेर प्रभुको वचन पढ्नेछु किनभने प्रभुको वचनले तपाईँ र मलाई एकदमै खुसीको कुरो आनन्दको कुरो शान्तिको कुरो सिकाउँछ र मिलापको कुरो सिकाउँछ। आज भने चाहिँ तपाईँ र म प्रभुको वचन हेर्नेछौँ कि आज मैले शीर्षक राखेको छु अ हस्बेन्ड वाइफ्स quarrel is like a straw fire। श्रीमान श्रीमतीको झगडा परालको आगो। तपाईँले सुन्नुभएको थियो होला नि, श्रीमान र श्रीमतीको झगडा चाहिँ परालको आगो भन्ने हामीले सानै छँदादेखि हामी सुन्दै आइरहेका थियौँ है। म तपाईँलाई यहाँ देखाउँछु परालको आगो भनेर। हेर्नुहोस् है, श्रीमान र श्रीमतीको झगडा चाहिँ कस्तो अरे भनेर भन्थ्यो भने परालको आगो। हेर्नुहोस् त, आगो सट्टै जल्छ अनि त्यो झ्याप्पै निभिहाल्छ। तपाईँले परालको आगो हेर्नुभयो भने बल्छ निभिहाल्छ एकैछिन, कति समय पनि लाग्दैन, एकैछिनमा के भन्छ परालको आगो निभिहाल्छ। परालको आगोलाई समय नै लाग्दैन निप्नुको लागि, बलिरहेको हुन्छ। यसो तापौँ भन्दा भन्दै अघि के भइसक्छ परालको आगो अघि झ्यापझुप निभिहाल्छ। अनि हाम्रो पुर्खाहरूले के भन्नुहुन्थ्यो, श्रीमान श्रीमतीको झगडा परालको आगो। त्यही कारणले गर्दा श्रीमान र श्रीमतीको झगडामा यदि कुदेर मिलाउनु गयो भने चाहिँ त्यहाँनिर दुईजना भएर मजाले फेरि बनाएर पठाउन सक्छ। त्यही कारणले श्रीमान र श्रीमतीको झगडामा कुदेर जानु चाहिँ तपाईँ र मलाई अनुमति छैन। श्रीमान र श्रीमतीको के हुन्छ, उनीहरू एकछिनमा झगडा पर्छ, परालको आगो जस्तै उनीहरू मिलिहाल्छ। परालको आगो जसरी स्वाट बल्छ निभिहाल्छ। अनि श्रीमान र श्रीमतीको झगडा पनि के रहेछ त, झगडा भयो अरे भनेको जस्तो हुन्छ। अघि त्यहाँ पुग्दा ओर्दा त के भइसकेको हुन्छ, मिलिसकेको हुन्छ। यस्तो राम्रो लामो समयसम्म हामीले श्रीमान श्रीमतीको बिचमा झगडा भइराख्यो भने त्यो चाहिँ नट गुड है, त्यो राम्रो होइन। तर मिलिहालेको चाहिँ साह्रै राम्रो हो। मिल्नु चाहिँ हामीलाई बाइबलले सिकाउँछ। श्रीमान श्रीमतीको झगडा माथिबाट बम झरेको जस्तो हुन्छ है। बाहिर सबै अन्धकार भएको जस्तो हुन्छ, दिउँसै पनि बमै खसेको जस्तो हुन्छ घोड्यामै, तर एकैछिनमा फेरि के हुन्छ, मिलिहाल्छ। त्यसै कारणले गर्दा झगडा सुरु मात्र भएको हुन्छ, अघि के भइसकेको हुन्छ, मिलिसकेको हुन्छ। के हुन्छ अरे भन्दा बिहान सानो कुरोमा बहस हुन्छ अरे श्रीमान र श्रीमतीको, झगडा हुन्छ अरे सानो कुरोमा। अनि दिउँसो बोलचाल के हुन्छ अरे कम हुँदै जान्छ अरे। अनि इभिनिङ टाइम हुँदै गएपछि साँझ पखतिर चाहिँ के हुन्छ अरे भन्दा फेरि उनीहरूको बिचमा के हुन्छ, हाँसो र मिलाप सुरु हुन्छ अरे। यो त राम्रो कुरो हो। अनि हुनु पनि यस्तै हुनुपर्छ श्रीमान श्रीमतीको बिचमा। यदि लामो समयसम्म झगडा रहिरह्यो भने यसले के हुन्छ भने त्यसले चाहिँ राम्रो काम गर्दैन, त्यसले के गर्छ, यो सम्बन्धहरू बिगार्छ। त्यसै कारण के हुन्छ, बिहान सानो कुरोमा के हुन्छ अरे बहस हुन्छ अरे। सानो कुरोमा के हुँदैछ, बहस हुँदैछ। सानो कुरोमा उनीहरू के गर्दैछ, बहस गर्दैछ। उनीहरू पढ्दैछ, अब ठट्ट ठुट्टुक हुँदैछ है, के कुरोमा मिलेन। अनि दिउँसोखेरि के हुन्छ अरे भन्दा बोलचाल अलिक कम हुँदै जान्छ अरे। अनि साँझ पर्दै गएपछि हाँसो र मिलाप हुन्छ अरे। प्रेज द लर्ड। यस्तो हुनुपर्छ। एउटै घरको दाजुभाइ दिदीबहिनीको झगडा समस्या लामो समयसम्म जान सक्छ। उनीहरू वर्षौँसम्म नबोल्नु सक्छ, उनीहरू नमिल्नु सक्छ। तर तपाईँलाई भनौँ म, श्रीमान र श्रीमती चाहिँ के हुन्छ भने, हस्बेन्ड वाइफ चाहिँ पति पत्नी चाहिँ के हुन्छ भने, पति र पत्नी चाहिँ के हुन्छ भने छिटै मिलाप भइहाल्छ उनीहरूकोमा छिटै मिलाप हुन्छ। किनभने त्यतिखेर चाहिँ के हुन्छ भने जब झगडा पछि नै एक पाटो चुटिएर झरेको जस्तो हुन्छ अरे, हो नि त। झगडा गऱ्यो नि अनि अमिलता भयो नि दुईजनामा, सम्बन्धमा उनीहरूको नमिठो आयो नि। एकछिनबाट के हुन्छ भने एक पाटा टुक्रेर झरेको जस्तो हुन्छ अरे। किनभने एउटै शरीरमा परमेश्वरले बनाउनु भएको छ नि त हामीलाई। म्याथमेटिक्सले के भन्छ भने 1 चाहिँ कति हुन्छ, 2 हुन्छ। तर बाइबलले के भन्छ भने एक चाहिँ के भयो, 1 हुन्छ। त्यो चाहिँ पर्फेक्ट 1 हुन्छ, त्यो चाहिँ सिद्ध 1 हुन्छ। त्यो चाहिँ कस्तो हुन्छ, त्यो चाहिँ ठुलो बिग 1 हुन्छ। अनि अधुरो भएको जस्तो, जीवन अधुरो
महसुस हुन्छ। तपाईँलाई त्यस्तो भएको छैन भने झगडा हुँदा श्रीमान श्रीमतीको डिस्कस हुँदा तपाईँले त्यो महसुस गर्नुपर्छ। जीवन अधुरो हुने गर्छ, त्यसै कारण डिसब्यालेन्स हुन्छ, कना भएको जस्तो हुन्छ जीवन, अनि छिट्टै मिलमिलाप भइहाल्छ भनेको। त्यसै कारणले परालको आगो, श्रीमान श्रीमतीको झगडा के हो? परालको आगो। हेर्नुहोस्, बोलीले के हुन्छ हाम्रो? बोलेर या बोलीले झगडा के हुन्छ? बोल्छ बोलीले, तर बोलीले नै के हुन्छ? झगडा शान्त पनि हुन्छ। अनि कसैले के भन्छ? श्रीमान र श्रीमतीको झगडा चाहिँ कस्तो हुनुपर्छ? धुवाँ जस्तो तर आगो जस्तो हुनु हुँदैन अरे। कस्तो हुनुपर्छ अरे? धुवाँ जस्तो हुनुपर्छ अरे। श्रीमान श्रीमतीको झगडा चाहिँ त्यो चाहिँ धुवाँ जस्तो होस् अरे, त्यो चाहिँ आगो जस्तो होइन अरे। त्यो चाहिँ आगो जस्तो हुनु हुँदैन अरे। आगो जस्तो भयो भने चाहिँ निभाउनु इट टेक्स टाइम है, अलिक समय लाग्छ। तर धुवाँ जस्तो मात्रै भयो भने चाहिँ तपाईँले धुवाँ कतै आगो लाग्दै गरेको देख्नुभयो भने आगो लाग्नु आँटेछ, धुवाँ निस्किँदैछ भन्ने बित्तिकै थाहा पाउनु भयो भने चाहिँ के हुन्छ? आगो निभाउन सकिन्छ। तर आगै लागिसकेकोमा चाहिँ इट टेक्स टाइम होइन, समय लाग्न सक्छ। त्यसै कारणले गर्दाखेरि श्रीमान र श्रीमतीको झगडा, भनाइ, डिस्कसन चाहिँ कस्तो हुनुपर्छ अरे भन्दा धुवाँ जस्तो। त्यो चाहिँ कस्तो नहोस् अरे? आगो जस्तो नहोस् अरे। यदि आगो जस्तो भयो भने चाहिँ त्यसलाई मिलाउनु गाह्रो पर्छ। अनि धुवाँ जस्तो त्यो हुने बित्तिकै तपाईँ र म मिलाउनेपट्टि लागिहाल्नु पर्दछ। हेर्नु, बोलीले के गर्छ? झगडा बाल्छ। बोलीले नै के गर्छ? झगडा निभाउँछ। वाह, वाट अ ब्युटिफुल। हेर्नुहोस् कति राम्रो भनाइ, हेर्नुहोस् त। आई लभ इट, आई लाइक इट है, मलाई मन पर्यो। कति राम्रो हो त। हाम्रो बोलीले के गर्छ? झगडा बाल्ने गर्छ। यत्रो बढी हेर्नुहोस्। तर बोलीले नै के गर्ने गर्छ? झगडा फेरि निभाउने या आगो निभाउने काम गर्छ। त्यसै कारणले बाइबलले हामीलाई के सिकाउँदछ? हाम्रो श्रीमान र श्रीमतीको बिचको झगडा, डिस्कसन जे पनि हुन्छ त्यतिखेर तपाईँ र म चाँडै नै छिट्टै के गरिहाल्नुपर्छ? मिलापमा आइहाल्नुपर्छ। अनि बाइबलले तपाईँ र मलाई सिकाउँछ मिल्नु सबैभन्दा राम्रो कुरो हो। राम्रो कुरो तपाईँ र म मिल्ने कोसिस गर्नुहोस्। रिसमा बोलेको शब्द सम्झाउँदा चोट लाग्छ। तपाईँ र म रिस झगडा पर्दै गर्दा, श्रीमान र श्रीमतीको बिचमा झगडा पर्दै गर्दा त्यो बोलेको कुरा सुन्दा के लाग्छ? ठुलो चोट लाग्छ। तर के सोच्नुपर्छ? प्रेमले घाउ झट्टै निको पार्छ भन्ने कुरो तपाईँ र मैले सिक्नुपर्छ। प्रेमले के गर्छ? हाम्रो घाउ झट्टै निको पार्छ। बोल्नुपर्छ, म मिल्नुपर्छ। प्रेमले के गर्छ? झगडा, हाम्रो समस्या, हाम्रो अघि परेको डिस्कसन के हुन्छ? प्रेमले छिट्टो मिलमिलाप भइहाल्छ भन्ने तपाईँ र मैले जहिले पनि त्यो याद गर्नुपर्छ। म्यारेज इज गड्स ब्लेसिङ्स। विवाह चाहिँ जहिले पनि तपाईँ याद गर्नुहोस्, वैवाहिक जीवन चाहिँ परमेश्वरको आशिष हो। परमेश्वरले आशिष गर्नुभएको, परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको विवाहको सुरुवात त्यसरी भयो। तपाईँ र मेरो भत्काउने अनुमति छैन। अब तपाईँ र म बाइबलको वचन पढ्नेछौँ। एफएसी 5:22 हामी पढ्नेछौँ। एफएसी 5:22 र 25 एकदम तपाईँ र मेरो लागि परमेश्वरको वचन पर्फेक्ट छ, सिद्ध छ। अनि यो वचनले तपाईँ र मलाई जिउनुको लागि सहायता गर्छ। यहाँ यसरी लेखेको छ, पति पत्नी सम्बन्धी अर्थी। यो चाहिँ एउटा उपदेश, यो चाहिँ एउटा सल्लाह सुझाव मात्रै नभएर यो चाहिँ एउटा तपाईँ र मैले जब पालना गर्दै गर्छ हाम्रो परिवारमा आशिष पनि हामी हुन सक्छौँ। एफएसी 5:22 भन्छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना, हेर्नुहोस्, प्रभुको अधीनमा रहे जस्तै, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस। हेर्नुहोस् त, प्रभुलाई हामी के गर्छौँ? प्रभु तपाईँलाई हामी देख्दैनौँ, हामी तपाईँलाई आराधना गर्छौँ, प्रशंसा गर्छौँ, तपाईँको अधीनमा बस्छौँ। तपाईँले हामीलाई सब थोक दिनुहुन्छ। तपाईँले मलाई गर्नुभएको कृपा दया म भुल्न सक्दिनँ। तपाईँ परमेश्वर हुनुहुन्छ। कसरी हामी अधीनमा बस्छौँ? प्रार्थना गर्छौँ, उपवास बस्छौँ, होइन, प्रभुलाई धन्यवाद चढाउँछौँ। त्यसरी नै गरे जस्तै आफ्नो पतिको अधीनमा बस्छ। वाह, कति राम्रो। हेर्नुहोस्, अधीनतामा बस्ने कुरा लेख्छ। अनि 25ले भन्छ फेरि पति हो, फेरि श्रीमानलाई के भन्छ? अघि श्रीमतीलाई भन्दै थियो, अहिले श्रीमानलाई के भन्छ? पति हो आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। ख्रिस्टले कसरी मण्डलीलाई प्रेम गर्नुभयो? उहाँ तपाईँ र मेरो निम्ति मर्नुभयो। उहाँ तपाईँ र मेरो निम्ति क्रुसमा के गर्नुभयो? बलिदान हुनुभयो।
उहाँले के गर्नुभयो, आफ्नो शरीरलाई के गर्नुभयो, वास्ता गर्नु भएन। उहाँ तपाईँ र मेरो निम्ति मर्नुभयो क्रुसमा। क्रुसमा उहाँ क्रुसिफाइड हुनुभयो। आफ्नो शरीरलाई आया आथा नभनिकन उहाँले के गर्नुभयो, क्रुसमा दिनुभयो। उहाँले तपाईँ र मेरो लागि, मिलापको लागि, शान्तिको लागि, आनन्द र खुसी होस् मानिसहरूलाई भनेर परमेश्वर के गर्नुभयो, मर्नुभयो। त्यसरी नै बाइबलले के भन्छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, त्यसरी नै तिमीले पनि के गर, आफ्नो पत्नीलाई के गर, प्रेम गर। लभ योर वाइफ। तिम्रो पत्नीलाई प्रेम गर। तपाईँलाई थाहा छ हाम्रो एक पाटै झरेको जस्तो हुन्छ, एक पाटै हाम्रो के भएको हुन्छ, सकेको जस्तो हुन्छ। मैले मेरो बुवा आमाको जीवनमा याद गरेको, मेरो बाबा प्रभुमा सुत्नुभयो 2024मा। अनि त्यहाँदेखि उता मेरो आमाको के भयो भने अलिकति उहाँको जिउने जीवनशैली नै के भयो, बदल्यो भने अलिकति डिसब्यालेन्स भएको जस्तो भयो। सोचाइमा, विचारमा, शारीरिक रूपमा है थोरै कमजोरी भएको जस्तो भयो। किनभने नि एक पाटै के भएको जस्तो हुन्छ, हाम्रो चुट्टिएको जस्तो हुन्छ। एउटै शरीर हो नि त, पति र पत्नी चाहिँ, श्रीमान श्रीमती चाहिँ एउटै शरीर हो नि त। त्यसले गर्दाखेरि चाहिँ मैले के थाहा पाएँ भने, जब तपाईँ र म डिस्कस हुन्छु, झगडा हुन्छु, तपाईँ र मलाई के हुन्छ, हामीलाई जीवन अधुरो भएको जस्तो हुन्छ नि, इन्कम्प्लिट भयो जस्तो लाग्छ नि। त्यो चाहिँ किन भएको भन्दा चाहिँ किनभने हामी चाहिँ एक पाटा हामी कना भइरहेको हुन्छौँ। अनि त्यस कारणले गर्दा मिल्नु, छिट्टो मिल्नु तपाईँ र मलाई बाइबलले के गर्छ, सिकाउँछ। प्रेज द लर्ड। तपाईँहरू न्यायाधीशको नजानुहोस् झगडा पर्दा, किनभने पति र पत्नीको झगडा चाहिँ के हो, परालको आगो। तपाईँ कुदेर नजानुहोस्, हेर्नुहोस् आगो झट्टै निभिहाल्छ। तपाईँ कुदेर कहाँ नजानुहोस्, न्यायाधीशको नजानुहोस्, यो आगो एकैछिनमा निप्छ, परालको आगो। न्यायाधीशको जानुभयो भने तपाईँलाई उपाय दिन्छ। के भन्छ भने उनीहरूले डिभोर्स गर्नु। अब तिमीहरू एकै ठाउँ बस्न सकेनौ, तिमीहरू दुईजना मिल्नु सकेनौ, एकै विचार एकै सोचको भएर बस्नु नसकेपछि तिमीहरू के गर्नु, डिभोर्स गर्नु। तर तपाईँ एकछिन शान्त रह्यो भने हेर्नुहोस् त, परालको आगो, परालको आगोलाई हेर्नुहोस् त, त्यो चाहिँ कस्तो रह्यो भन्दा स्ट्र फायर, त्यो चाहिँ निभिहाल्छ। एकैछिन बल्छ, त्यो के भएछ, निभिहाल्छ। तपाईँ एकछिन पर्खिनुहोस् त, झगडा हुँदा धैर्य धारण गर्नुहोस् त, प्रार्थना गर्नुहोस् त, प्रभुलाई पुकार्नुहोस् त। तपाईँको झगडा त्यतिखेर पनि मिलेन भने त्यहाँदेखि त्यसको उपाय लगाउँला। तर तपाईँलाई म भनौँ, म उपाय छ। बाइबलले उपाय दिन्छ कि यदि तपाईँले पत्नीले पतिको आदर गर्न थाल्यो भने, पतिले पत्नीलाई प्रेम गर्नु थाल्यो भने त्यो झगडा हुँदै हुँदैन मित्रहरू। झगडा हुँदै हुँदैन। झगडा के हुन्छ, शान्त हुन्छ। तपाईँ नजानुहोस् न्यायाधीशकोमा, न्यायाधीशले के गर्छ, तपाईँलाई झन् छुटाउने काम गर्छ। बरु एकछिन पर्खिनुहोस्, साइलेन्ट बस्नुहोस्, चुप्प लाग्नुहोस्, मौन बस्नुहोस्। हेर्नुहोस्, चुप्प लाग्नु भयो भने झगडा के हुन्छ, एकैछिनमा के हुन्छ, मिलिहाल्छ। त्यो झगडा मनको तातोपन हो अरे। झगडा चाहिँ के अरे, मनको तातोपन, आवेशमा आएर गरेको श्रीमान श्रीमतीको त्यो झगडा हुने छ नि। त्यो झगडा चाहिँ के हो, मनको तातोपन अरे, तर घृणाको आगो होइन अरे। त्यो चाहिँ सदाको लागि घृणा गरेको होइन, एकछिनको मात्रै त्यो मनको तातोपन मात्रै, एकछिन मात्रै झोक चलेको, एकछिन मात्रै रिस उठेको अरे, तर त्यो चाहिँ सदाको लागि घृणाको आगो होइन अरे। त्यसै कारण गर्दा तपाईँले के गर्नुहोस्, नजानुहोस् न्यायाधीशको नजानुहोस्, तपाईँ प्रार्थना गर्नु लाउनुहोस्, धर्मगुरुहरूलाई बोलाउनुहोस्। कतिजना के गर्छ, डिभोर्स गरेर आएर सल्लाह लिने गर्छ। तर तपाईँ सल्लाह गर्नुहोस्, परिवारसँग सल्लाह गर्नुहोस्, मण्डलीको धर्मगुरुसँग, अगुवाजनसँग सल्लाह गर्नुहोस्, आफूभन्दा जान्ने बुझ्ने व्यक्तिसँग सल्लाह गर्नुहोस्, बाइबलको वचन पढ्नुहोस्। बाइबलको वचन प्रभुले के भन्नुभयो, प्रभुले श्रीमान श्रीमती चाहिँ मिलेर बसेको आदरणीय विवाहलाई परमेश्वरले प्राथमिकता दिनुभयो। तपाईँ एकछिन पर्खिनुहोस्। झगडामा चुप लागेर बस्ने व्यक्ति हरुवा, दर्छेरुवा, त्यो चाहिँ निर्बुद्धि, अज्ञानी, अनि त्यो व्यक्ति चाहिँ असमझदारी होइन अरे। झगडामा चुप लागेर बस्ने पत्नी या पति, हस्बेन्ड या वाइफ चाहिँ ऊ चाहिँ बुद्धिमान अरे, समझदार व्यक्ति अरे, त्यो व्यक्ति चाहिँ बलवान व्यक्ति अरे, त्यो व्यक्ति चाहिँ कस्तो अरे भन्दा त्यो व्यक्ति चाहिँ समझदार व्यक्ति अरे, त्यो व्यक्ति चाहिँ बुद्धिले भरपुरी भएको परमेश्वरको वचन पढ्ने मान्छे अरे।
हामीलाई के लाग्छ म चाहिँ श्रीमतीको अगाडि झगडामा झुक्यो भने चाहिँ म चाहिँ हारुवा मलाई फेरि पनि हेप्छ होला श्रीमानलाई त्यस्तो लाग्छ श्रीमतीलाई पनि त्यस्तै लाग्छ त्यही भएर दुईजना के पर्छ मजाले पर्ने गर्छ तपाईँ मुखमा जतासुकै हान्ने नगर्नु झगडा पर्दाखेरि ठेलाठेल अलिअलि भयो भने बिक नभएको अलिकति कुमले ठेलाठेलसम्म त्यति पनि नहोस् भन्ने चाहिँ मेरो प्रार्थना र मेरो इच्छा पनि हो होइन तपाईँहरूको नहोस् भन्छु मेरो पनि हुँदैन नहोस् भन्छु तर डिस्कस चाहिँ हुन्छ परिन्छ डिस्कसै पर्दैन हामी झगडा पर्दैनौँ भने चाहिँ त्यो मान्छे कि त मेन्टल दिमागको समस्या छ अरे त्यो मान्छेलाई किनभने उसले ढाँटेको हुन्छ अरे त्यही भएर तपाईँ हारेको होइन तपाईँ जित्दै गरेको हुन्छ जब तपाईँ सहनुहुन्छ जब तपाईँ चुप्प लागेर बस्नुहुन्छ त्यतिखेर चाहिँ बमै झरेको जस्तो हुन्छ तर एकछिनबाट समाधान हुँदै गर्छ किनभने यतिखेर चाहिँ खतरा आगो लागेको जस्तो हेर्नु त्यो परालमा आगो जलेको जस्तै भइरहेको हुन्छ त्यतिखेर चुप्प लाग्नुभयो भने एकैछिनमा तपाईँको झगडा के हुन्छ मिलिहाल्छ एकछिन चाहिँ यस्तो आक्रोश हुन्छ एकछिनबाट के हुन्छ शान्त भइहाल्छ त्यो व्यक्ति चाहिँ बुद्धिमान व्यक्ति अरे किनभने उसले सम्बन्धलाई सुरक्षित बनाउँदै गरेको हुन्छ त्यो व्यक्ति जो चाहिँ चुप्पो लागेर बस्छ झगडा हुँदाखेरि सँगसँगै बाँच्नु सँगसँगै लड्नु खोज्दैन उसले चाहिँ के गर्दै गरेको हुन्छ अरे भने सम्बन्धलाई सुरक्षित बनाउँदै गरेको हुन्छ अरे सम्बन्धलाई बिग्रिनुबाट सम्बन्ध टुट्नुबाट सम्बन्ध फुट्नुबाट डिभोर्स हुनुबाट छुटानाम हुनुबाट त्यो स्त्री या पुरुषले के गर्दै गरेको हुन्छ अरे भने बचाउँदै गरेको हुन्छ अरे अनि उसलाई भन्छ बुद्धिमानी साहसी ज्ञानी समझदार निर्बुद्धि होइन ऊ चाहिँ बुद्धिमानी भन्दै गरेको हुन्छ प्रेज द लर्ड तपाईँ बुद्धिमानी हुनुहोस् कति श्रीमान श्रीमतीले के गर्छ श्रीमानले या श्रीमतीले दुईजनाले के गर्छ पुरा मान्छेको छेउमा बेइज्जत गरिदिने गर्छ आफन्तको छेउमा बेइज्जत गरिदिने गर्छ साथीको छेउमा केटाकेटीलाई जतिको पनि शब्द प्रयोग गर्दैनौँ शत्रुलाई जस्तै शब्द प्रयोग गरेर जिस्काइरहेको हुन्छ श्रीमतीलाई श्रीमानलाई जिस्काइरहेको हुन्छ ठट्टा गरिरहेको हुन्छ तपाईँले नि आफ्नो एक पाटा आधी भागलाई तपाईँले ठट्टा गरेको त्यो मान्छेको छेउमा शर्मिन्दामा पार्नुभयो नि तपाईँले आफ्नै आधी भागलाई शर्ममा पारेको तपाईँ विचार गर्नुहोस् यहाँदेखि नेता तपाईँले आधी भाग शर्ममा तपाईँलाई के भन्छ मान्छेले फल्नाको श्रीमती फल्नाको श्रीमान भन्दैन तपाईँले मान्छेको छेउमा जब श्रीमतीको हाँसो ठट्टा उडाउनुहुन्छ नि जति नै बोल्नै नजान्ने भए पनि श्रीमतीलाई नि एकान्तमा तपाईँले सम्झाउनुहोस् म चाहिँ त्यसै गर्छु मलाई पनि श्रीमतीले एकान्तमै सम्झाउँछ हेर्नुहोस् मान्छेको छेउमा होइन त्यसो गर्दा तपाईँले आफूलाई घृणा गरेको आफूलाई तुच्छ ठान्दै गरेको हुन्छ मान्छेको छेउमा तपाईँ सोच्नुहुन्छ मैले मेरो भित्र लागेको कुरा उकाल्दै बाहिर मान्छेको छेउमा भन्दै गरेको हुन्छ तर तपाईँले के गर्दै गरेको हुन्छ तपाईँले अपमान गर्दै गरेको हुन्छ कसलाई आफैले आफैलाई तपाईँले इन्कार गर्दै गरेको छ त्यसै कारणले गर्दा मान्छेको छेउमा तपाईँले कहिले पनि श्रीमान श्रीमती तपाईँ कहिले पनि मान्छेको छेउमा नबाच्नुहोस् तपाईँ श्रीमान श्रीमती कहिले पनि मान्छेको छेउमा एकअर्कामा विरोध नगर्नुहोस् घरको कुरा नगर्नुहोस् तपाईँको हिजो भएको कुराहरू एक आपसमा नदेखाउनुहोस् एक आपसमा झगडा नगर्नुहोस् एक आपसमा तपाईँ हिजो जे कुरा भएको थियो त्यो कुराहरूमा तपाईँ नबाच्नुहोस् श्रीमान श्रीमती म तपाईँलाई यही उत्साह गर्छु हेर्नुहोस् तपाईँले जे पनि गर्दै गरेको हुन्छ त्यसले चाहिँ तपाईँलाई के गर्छ भने नि बेइज्जत गर्ने गर्छ तपाईँले जे पनि गर्नुहुन्छ त्यो कुराले चाहिँ तपाईँ आफैलाई बेइज्जत गर्छ हेर्नुहोस् तपाईँ आफैलाई के गर्छ बेइज्जत गरी पठाउँदछ आफैले आफैलाई त्यसलाई हानि गरेको जस्तो हो त्यही भएर म तपाईँलाई उत्साह गर्छु यो चाहिँ परालको आगो जस्तो हेर्नुहोस् बलिरहेको छ निप्छ तर तपाईँले कहिले पनि आफ्नो श्रीमतीलाई या श्रीमानलाई मान्छेको छेउमा तुच्छ नठान्नुहोस् त्यो तपाईँले आफैलाई घृणा गरेको हो मानिसहरूले तपाईँकोमा भएको कति मिलेको कति आनन्द गरेको कति खुसी भएको कुरो केही पनि देख्दैन तर मानिसहरूले तपाईँलाई के देख्छ भने नि सानो झगडा भएर बाहिर निस्केको कुरो उनीहरूले पावरले चस्मा लगाएर हेरेको जतिको उनीहरूले यत्रो ठुलो देख्छ तपाईँको घरभित्र सानो भएको मेरो छिमेकीमा एकजना परिवार हुनुहुन्थ्यो कहिले पनि त्यो मान्छेहरू हामीले श्रीमान श्रीमती झगडा परेको देख्यौँ न कहिले पनि सायद अहिले पनि देख्न पाउँदैन होला उहाँहरूको बिचमा झगडा भएको कहिले यति मिल्नुहुन्छ उहाँहरू यति मिल्नुहुन्छ दुईजना श्रीमान श्रीमती
कति मजाले मान्छेको सेवा मिलेर हिँड्दछ हेर्नुहोस्। अनि उदाहरण देख्दाखेरि चाहिँ मान्छेहरूलाई कस्तो लाग्छ भने हाई पनि यस्तै हुनुपर्छ भन्ने लाग्छ। कहिले उनीहरू मान्छेको छेउमा समाजको अगाडि बाजेको हामीले देख्यौँ न, त्यो हाम्रो छिमेकी अनि एकदम राम्रो। अनि कुनै छिमेकी थियो फेरि घर छेउमा जहिले परिरहने, झगडा परिरहने, त्यो देख्दाखेरि त कस्तो लाग्थ्यो भने हामीले बिहा गर्नु हुँदैन, मैले पनि बिहा गरेँ भने के हुन्छ, यस्तै हुन्छ, यसरी झगडा पर्नुपर्छ। मलाई त्यति असर पर्यो, त्यो झगडा परिरहने बाउ आमाको घरमा त्यो नानीहरूलाई कति असर पर्यो होला। त्यही कारणले म तपाईँलाई के भन्छु नि, तपाईँले कहिले पनि एक आपसमा घृणा नगर्नुहोस्। अन्तिममा म एउटा पद पढेर वचनलाई अन्त गर्छु। कलसी 3:13 एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। पर्छ भनेको चाहिँ पर्छ है, सहनुपर्छ अरे, क्षमा दिनुपर्छ अरे। अनि एउटाले अर्कोलाई सहने गर। श्रीमान श्रीमतीले चाहिँ के गर्नुपर्छ, एकअर्कामा धैर्य र सहनशीलता श्रीमान श्रीमतीमा हुनैपर्छ। श्रीमान श्रीमतीमा धैर्य र सहनशीलता चाहिँ अत्यन्तै महत्त्वपूर्ण हो। वैवाहिक जीवनमा के अरे धैर्य र सहनशीलता चाहिँ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। क्षमा दिनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ र यसरी हामीले प्रभुको महिमा गर्नुपर्छ। र तपाईँले छिमेकीमा वरपर तपाईँको आउने जेनेरेसन र तपाईँको छोराछोरीले पनि एउटा यो उदाहरण देखेर उनीहरूले पनि उनीहरूको वैवाहिक जीवनलाई सुसज्जित बनाउनेछ। प्रभुले यहाँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिउन्। सबैलाई जय मसीह।